हेलो अर्जुन, हजुर सर, हामी के गर्दैछौँ नि? हामी अहिले एमएस वर्डमा काम गर्दैछौँ सर। ओके, एमएस वर्डमा लोकसेवाको एन्सर कीहरू तयार गर्दाखेरि कसरी गर्न सकिन्छ थाहा छ हजुरलाई? थाहा छ सर, यो त सजिलै छ। ओके, गरेर देखाउन सक्नुहुन्छ? सक्छु नि सर। ल ठिक छ, त्यसो भने देखाउनु पर्यो। सबै सबैभन्दा सुरुमा त हामीले पेज लोडमा गएर मार्जिनमा चाहिँ न्यारो, ओरिएन्टेसनमा गएर पोर्ट्रेट, साइजमा गएर एफो साइज अनि कोलुममा गएर 3 राख्नुपर्ने हुन्छ। त्यसपछि हामीले 2 4 डी 0 अल्टसँग एक्स गरेपछि ए हुन्छ भनेपछि 2 4 डी 1 अल्टसँग एक्स गरेपछि बी हुन्छ। त्यसै गरी 2 4 डी 2 अल्टसँग एक्स गरेपछि सी हुन्छ भनेपछि 2 4 डी 3 अल्टसँग एक्स गरेपछि डी हुन्छ। अनि यसरी हामी भएपछि यसलाई हामीले कलर दिनु पर्यो भने सिलेक्ट गरेर होममा गएर ए अप्सनमा गएर चाहिँ हामीले कलर दिन मिल्छ। अब यसलाई अब पेजमा लिएर आउनु पर्यो भने चाहिँ यसलाई कन्ट्रोल ए कन्ट्रोल सी र कन्ट्रोल सी गरिसकेपछि कन्ट्रोल बी गरेर हामीले पेस्ट गरेर जति पनि आफूलाई चाहिँदाखेरि बनाउन सकिन्छ। ए, तपाईले त आफूले सिकेर पनि सिकाउन सक्ने भइसक्नु भएछ। आखिर कसरी? यो त डेल्टाको कमाल हो नि सर। यहाँ त बिहानदेखि बेलुकासम्म जुनसुकै टाइममा पनि आफ्नो पढाइ रेगुलर र राम्रोसँग पढ्न पाइन्छ। यहाँ त एकचोटि पैसा तिरेपछि 3 वर्षसम्म सजिलै फेरि आएर रिपिट गर्न पनि सकिन्छ, पढ्न पनि सकिन्छ। आउने होइन त कम्प्युटर क्लास पढ्न डेल्टामा।